रम्फूदेखि यदि सिक्किम रम्फूदेखि अनि सिक्किम मल्लीसम्म जान्छ भने तपाईँहरूलाई पर्मिट पर्दैन। अब खुला भयो, त्यो पनि हामीले उडाइदियौँ। पश्चिम बङ्गाल सरकार र सिक्किम सरकार मिलेर अब तपाईँले त्यो पर्मिट लिनु पर्दैन। नत्र भने पर्मिट चाहियो, यदि पर्मिट छैन भने तपाईँहरूलाई फाइन गर्थ्यो, किनभने नियम अनुसार फाइन गरिन्छ। अब तपाईँहरूले सिक्किम त जस्तै अब तपाईँहरू कि चाहिँ जानु पर्यो, फाइन नहुने भने तपाईँहरू रम्फूदेखि मल्ली जानु पर्यो भने त तपाईँ के अरे घुमेर जानु पर्थ्यो, तपाईँको यो नामथाङबाट जानु पर्थ्यो। एकैछिनको बाटोमा तपाईँहरू कति लामो घुम्नु। अब तपाईँहरू सिधा गएर पश्चिम बङ्गालको रम्फू भएर मल्ली, पश्चिम बङ्गालको मल्ली भएर सिक्किम मल्ली पुग्न सक्छ। यो पनि तपाईँलाई एउटा ठुलो सौगात भएको छ। करिब करिब अहिले जम्मा 6 जना हाम्रो चालकहरूको छोरा छोरी, 6 जना मलाई थाहा छ। 6 जना, कोही टाटा कुदाउने, कोही तपाईँको ट्याक्सी कुदाउने, कोही के कुदाउने, धेरैजना 6 जना जम्मा चालकहरूको नानीहरूले चाहिँ MBBS गर्दैछ सिक्किम सरकारको खर्चमा। डाक्टर आज बाउको कारणले चिन्दै होला, फलाना ड्राइभरको छोरी, फलाना ड्राइभरको छोरा भन्दै होला आज, तर भोलि जब चाहिँ उहाँहरूको छोरा छोरी चाहिँ जब चाहिँ डाक्टर बनेर आउँछ नि, त्यति बेला चाहिँ फलाना डाक्टरको बाउ हो नि भनेर चिन्छ। गभर्मेन्ट ड्राइभर एसोसिएसन छ, उहाँहरू आज हेर्नु सुट लगाएर हिँड्न पाउँदैछ। लु भन्नुहोस्, हो कि लु भन्नुहोस्, सुट लगाएर। अनि उहाँहरूलाई हामीले छुट दिएका छौँ, जो पनि एक्जिक्युटिभ बडीहरू उहाँहरूले गाडी कुदाउनु पर्दैन। एक्जिक्युटिभ बडीले गाडी कुदाउ, उहाँलाई हामीले सरकारको तर्फबाट एउटा गाडी पनि दिएको छौँ कुद्नको लागि। लु गाडी कुदा, तपाईँ कुदा जानु भनेर ठाउँ ठाउँमा। तर मैले मतलब यो हो, एक्जिक्युटिभ बडीलाई गाडी दिनुको मतलब के हो भन्दाखेरि उहाँहरूको निम्ति होइन, तर काहीँ आपद विपद पर्यो, काहीँ केही पर्यो भनेदेखि तपाईँहरूले चाहिँ तुरन्त यो गाडी लिएर जानु अनि तपाईँहरूको हाम्रो जति पनि सरकारी चालकहरूको सेवा गर्नु भनेर दिएको। आज म एउटा कुरा घोषणा गर्न चाहन्छु, यदि चालक कुनै पनि हाम्रो गुरुजीको मृत्यु भयो, एक्सिडेन्टको कारण मृत्यु भयो अनि उहाँ है त्यो क्याटेगोरीमा पर्छ भनेदेखि उहाँहरूको परिवारहरूलाई म एकजनालाई या श्रीमतीलाई या छोरा या छोरीलाई चाहिँ म नोकरी दिन्छु, पक्का एकजनालाई। फेरि एकजनालाई, यो चाहिँ हाम्रो ट्रान्सपोर्ट डिपार्टमेन्टको जिम्मा हो। 12 जना आज हामीले एसग्रेसिया बाँडेका छौँ, उहाँहरूको सबै सर्टिफाई गरेर उहाँको कागजपत्र छ छैन, किनभने हामीले नोकरीमा लाउँदाखेरि चाहिँ हामीले उहाँहरूको कागजपत्र हेर्नुपर्छ। र व्यवसाय चलाउनको निम्ति त्यो पनि हामी सपोर्ट गर्छौँ। व्यवसाय नोकरी दिनु सक्दैन कानुनन उहाँलाई, तर उहाँहरूको है उहाँहरूले खालि हामीलाई भोटर कार्ड दिनु पर्यो। खालि भोटर कार्ड दियो भने मुख्यमन्त्री कोषबाट उहाँलाई हामी बिजनेस गर्ने, व्यापार गर्ने हामी दिइहाल्छौँ, ताकि उहाँहरूको जीविका चलोस्, ताकि एकजनाको मृत्यु हुँदाखेरि परिवार चाहिँ है अलपत्र नपरोस्। त्यो भनेर 12 जना यो डिपार्टमेन्ट अनि सारथी वेलफेयर बोर्डको जिम्मेवारी सही प्रकारले तपाईँले ल्याइदिनुहोस्, हामी तुरुन्त काम गर्छौँ।